हेलो गाइस गुड मर्निङ तपाईहरुलाई फेरि मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ हैन आज हामी चाहिँ गुम्बा साइड जाँदैछु है दिन चाहिँ यस्तो खतम भएछ कि आज बुद्ध पूर्णिमाको दिनै खतम भएछ यहाँ सक्नुहुन्छ तपाईले अनि मेरो बुढीहरु छ नानीहरु छ हेर्नुस् न यहाँ देवांश यहाँ छ है उनीहरु जान छ घुम्नु यहाँ बुनु देवांश यहाँ चाहिँ तीनजना छ यहाँ मेरो वाइफ छ यहाँ आमा हुनुहुन्छ है आमा कहाँ जानुभयो भाइ आमा गुम्बा आएको कहाँ रिसेको अन्त र अरू त उपर भाउजू दाजु बहिनीहरू उपर आउनु हुँदैछ हाम्रो है तपाईँहरूलाई म देखाउँछु यहाँ हेर्नुहोस् ल गाइस बडामा हुनुहुन्छ पुरा ल गाइस बुद्ध पूर्णिमा जानेहरू त आउँदैछ यहाँ बडा भाउजू बहिनी भाउजू दाजु सबै आउनुहुँदैछ हामी चाहिँ घुम्नु जाँदैछ दिन चाहिँ यस्तो खतम भएछ हेर्नुहोस् न कतिजना छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 जना हामी जाँदैछु गाइस यहाँ सक्नु तपाईले आलो हुनुहुन्छ है गाइस है त गाइस यो तपाईले देख्नु होला हाम्रो फ्यामिली चाहिँ यतिजना छ है के भन्नु 14 जना चाहिँ फ्यामिली खाली रहेछ हामी सबैले हाई गर्नु म लास्ट लागेर भिडियो बनाउन सकिनँ गाइस के गर्ने अब हैन दिन त्यस्तो किन बासी यहाँ त अगाडि फुल काँखा भन्दै हिँड्दै सर यहाँ हुनुहुन्छ दुईजना आमा छोरी यस बहिनी यस सानोजना हुनुहुन्छ यहाँ हुनुहुन्छ बडा हाम्रो उहाँ त हुनुहुन्छ ठुलो बडा ल है त गाइस अब तपाईँहरूलाई गुम्बामा भिडियोमा एकछिन गुम्बाको भिडियो गर्छु तपाईँहरूलाई वरिपरिको सबै देखाउँछु है गाइस ल गुम्बाको भिडियो न कसो हुन्छ के हुन्छ गुम्बामा हुन्छ अब है यहाँ बाटोमा त के बनाउनु यस्तो फगी लागेको छ केही त देख्न सिन्दिन ल गाइस गुम्बा भिडियो जानुभएको तपाईँले आज कहाँ जानुभएको घुम्नु आएको गुम्बा अरे गुम्बा आज पूजा हो नि त है आज घुम्नुपर्छ बडा होइन आज एक दिन त पूजा होइन त्यही त ल बुढी आज कहाँ जानुभएको तपाईँ म गुम्बा गएको हो गुम्बामा आज के छ पूजा गुम्बामा कुन चाहिँ पूजा बुद्ध पूर्णिमा भन्नुहोस् न हो यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ आज गुम्बा आएको गाइस चाहिँ कस्तो लाग्छ चाहिँ केबाट आएको छ गुम्बा आइपुग्यो है गुम्बा त हाम्रो यहाँ चाहिँ बिजनपट्टि गुम्बा अपन्याजी दिन चाहिँ खतम भएको छ गुम्बा हाम्रो बिजनपट्टि गुम्बा गाइस कति बल्ल छ गाइस हामी चाहिँ हाम्रो बिजनबारी अपने चाहिँ गुम्बा